नमस्ते दर्शकवृन्द, फेरि पनि स्वागत छ सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मको आधिकारिक युट्युब च्यानलमा। सदा चाहिँ आज पनि हामी हजुरहरूमाझ एउटा नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। आजको भिडियो भने अलिकति फरक किसिमको रहेको छ। आज हामी तपाईँहरूलाई घरैमा मोमो बनाएर कसरी खान सकिन्छ भन्ने कुरा देखाउन गइरहेका छौँ। विशेष त सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा आफ्नै बारीमा उत्पादन भएको तरकारीहरूको प्रयोग गरेर आज हामी मोमो बनाउन गइरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र भिडियोलाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गर्न नभुल्नुहोला भन्न चाहन्छौँ। विशेषतः आज अर्ग्यानिक मोमो बनाउनको लागि सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्ममा उत्पादन भएको बन्दा र टमाटर प्रयोग गरेर हामी मोमो बनाउने तरखर गरिरहेका छौँ। बन्दा र टमाटर टिप्ने काम भइसकेको छ र यतिखेर तपाईँ देखिरहनु भएको छ यहाँ धनियाँ पनि उत्पादन भएको छ। धनियाँ पनि टिप्ने काम भएको छ। धनियाँ टिपिसकेपछि यहाँ बन्दालाई मसिनो गरी काट्नुपर्ने हुन्छ। यहाँ काट्ने काम भइरहेको छ यतिखेर र एकदमै मसिनो काट्नुपर्ने हुन्छ, किनभने यसलाई हामी पेस्ट बनाएर मोमोको डल्लाभित्र हाल्नेछौँ र हामी एकदमै अर्ग्यानिक मोमो बनाएर खानेछौँ। आज तपाईँ देखिरहनु भएको छ। बन्दालाई मसिनो गरी काटिसकेपछि हामीले प्याजलाई पनि काट्नुपर्ने हुन्छ। यहाँ प्याज काट्ने काम भइरहेको छ र हामीले प्याजलाई पनि एकदमै मसिनो गरी काट्नुपर्छ। भने मोमो बनाउनको लागि सम्पूर्ण तयारी भइसकेको छ। यहाँ बन्दा, प्याज, चिकनको किमो, मैदा लगायत सम्पूर्ण सामानहरू तयारी भइसकेको अवस्था छ। तपाईँ देखिरहनु भएको छ। आज सासु बुहारी एकीकृत कृषि तथा पशुपन्छी फर्मले एकदमै अर्ग्यानिक चाहिँ मोमो बनाएर खाने तरखर गरिरहनु भएको छ। अब भने हामीले बन्दा, प्याज, चिकनको किमो, धनियाँ, मोमो मसला, नुन, बेसार, तेल सबैलाई एकै ठाउँमा मिलाएर मजासँग मिक्स गर्नेछौँ। अब भने हामीले मोमोको साइज अनुसार यसरी पेल्नुपर्ने हुन्छ।
मोमो पकाउनको लागि तयारी भइसकेको छ। अब हामी यसलाई पकाउने छौँ। आहा, यम्मी मोमो तयारी भइसकेको छ। अब हामी सपरिवार बसेर यसलाई मजासँग खानेछौँ। आज एकदमै अर्ग्यानिक मोमो हो यो। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि कृपया मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला भन्दै फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई भने बिदा हुन चाहन्छु। हस्त नमस्कार, धन्यवाद।